हिँडेको मान्छे फर्किनु हुन्न भन्थ्यो, के भयो गाडी पाइन? भाङ्गार आइस कि क्या? उपरोक्त सम्बन्धमा मास्टर डिग्री होल्डर श्री बमकाजी शेरचनले आज खावाङ गाउँको श्री जनआदर्श अमरसिंह माध्यमिक विद्यालयको भ्रमण गरी उक्त विद्यालयको शैक्षिक स्तर अत्यन्तै खस्कदो अवस्थामा रहेको जानी बुझी सोही स्कुलको स्तर उन्नतिका लागि ज्ञान बाँड्ने महान उद्देश्य लिएर घर फर्किएको जानकारी गराउँदछु। इतने तेजस्वी लोग हैं हमारे पास। निज बमकाजी शेरचनलाई उक्त स्कुलमा अध्यापन गराउने व्यवस्था मिलाइदिन हुन पूज्य पिताजीलाई यो मौखिक निवेदन पेश गर्दछु। हस्त नमस्कार, शुभरात्रि। अरे यार कैसे कैसे लोग रहते हैं यार यहाँ पर। धेरै पढेको मान्छे बौलो छ भनेको सुनेको थिएँ, साँच्चै रहेछ कि के हो? के भयो यसलाई? कहिले चाहिँ सज्जन थियो तेरो छोरो?